मेरो हरेक कामले चाहिँ अवकाश हुनुपर्ने भएको हुनाले यो कुरालाई म सामान्य पनि लिइरहेको छु र आजको यस विदाई कार्यक्रममा सभाध्यक्ष यसै विद्यालयका श्री देवराज महर्जनज्यू, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्री नन्दकुमारी महर्जनज्यू, यसै विद्यालयका सहप्रमुख आदरणीय इन्द्रप्रसाद महर्जनज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्य आदरणीय सुरेन्द्र अधिकारीज्यू र विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरूलाई पनि म यहाँबाट सम्झन चाहन्छु। विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सल्लाहकारज्यूहरूलाई पनि म आज सम्झन चाहन्छु। उहाँहरू आफ्नो कार्यव्यस्तताको कारणले गर्दा उपस्थित हुन सक्नु भएन, उहाँहरूलाई पनि म सम्झन्छु। शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई पनि म सम्झन्छु। त्यस्तै यस विद्यालयका सम्पूर्ण एचआरएम शिक्षकज्यूहरू, मेरा प्यारा आदरणीय सम्पूर्ण शिक्षक शिक्षिका तथा कर्मचारी मित्रहरू अनि यस विद्यालयका मेरा प्यारा विद्यार्थी नानी बाबुहरू र यहाँ उपस्थित सम्पूर्णमा म सानु कुमारी भण्डारी हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। विद्यालय शिक्षामा प्रवेश गरेको लामो समय बितिसक्नुभयो र यो लामो समयसम्म साना नानी बाबुहरूलाई, विद्यार्थीहरूलाई उनीहरूको भविष्य निर्माणमा केही योगदान गर्न पाएकोमा आफूलाई एकदमै गौरवान्वित भएको महसुस गर्दछु। साथै यस क्रममा यही अध्यापन गर्ने क्रममा, सिकाउने क्रममा मलाई सहयोग गर्नुहुने यस विद्यालयको विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सम्पूर्ण आदरणीय शिक्षकहरू अनि विद्यार्थी भाइ बहिनी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। साथै कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु जसले मलाई मेरो कार्यकाल सफल पार्नको लागि सहयोग गर्नुभएको थियो। त्यही सहयोगको कारणले गर्दाखेरि नै म आज यो अवस्थासम्म आएर आफ्नो उमेर हदसम्म काम गर्न पाएर बिदा हुन पाएको छु। त्यसमा मलाई धेरै खुसी पनि लागेको छ र काम गर्ने क्रममा म यहाँ रहँदा बस्दा काम गर्दा कहिलेकाहीँ जानी नजानी गल्तीहरू पनि भयो होलान्। त्यसको लागि यहाँहरू सबैले मलाई माफी दिनुहुन्छ भन्दै म लुगाएर यहाँहरू समक्ष माफी माग्न चाहन्छु। किनभने काम गर्दा रहँदा बस्दा कहिलेकाहीँ केही गल्तीहरू पक्कै पनि भयो होलान् र त्यसपछि म मेरो विगतको बारेमा केही कुराहरू भन्न चाहन्छु। म भोजपुर जिल्लामा जन्मिएकी 2-3 वर्षको हुँदा बुवा आमाले मलाई झापा जिल्लामा लिएर आउनुभएछ र मेरो बाल्यकाल झापा जिल्लामै बित्यो। मैले झापा जिल्लाकै गौरीगञ्ज माविबाट एसएलसी परीक्षा पास गरेँ। पढाइको सिलसिलामा म विराटनगर महेन्द्र मोरङ क्याम्पसमा आएँ। त्यहाँबाट म ब्याचलर पढेँ। ब्याचलर पढ्दा पढ्दै शिक्षण पेसामा प्रवेश गरेँ र 2046 साल भाद्र 6 गते म अस्थायी सेवामा प्रवेश गरेँ। त्यसपछि यो क्रम चाहिँ आजसम्म चलि नै रह्यो। 2052 सालमा झापा जिल्लाबाट यहाँ नेत्र प्रसाद पराजुली सरको ठाउँमा म्युचुअल अन्डरस्ट्यान्डिङमा सर्गा भएर आएको हुँ र यहाँ आएको पनि 30 वर्ष भएर 31 वर्ष लागिसकेछ, तर मलाई त्यसको लाग्दै लागेको छैन। मलाई त्यति धेरै नागरिकताले मलाई आज अवकाश हुने निवृत्त सम्पूर्ण भइस् भनेर भनिदियो, तर मलाई त्यस्तो पटक्कै लागेको छैन।
लाग्दैन, तर अब म उमेर हदको कारणले गर्दा अवकाश भएर जाँदैछु। अवकाश हुने दिन भोलिबाट मेरो 9 गतेबाट अवकाश हुने दिन पनि आइसकेछ र यसरी यही पेसामा रहँदै बस्दै मैले बिहान बेलुकाको समय मिलाएर भए पनि 2055 सालमा बिएड परीक्षा पास गरेँ। ब्याचलर म्यानेजमेन्टबाट पहिले नै गरिसकेको थिएँ। त्यसपछि अझै पनि मलाई पढ्ने इच्छा थियो। मैले मास्टर म्यानेजमेन्टबाट मास्टर पनि गरेँ बिहान बेलुकाको समयमा। त्यही समयमा मैले मेरा छोराछोरीहरूलाई पढाउने लेखाउने काम पनि गरेँ। विद्यालयका नानीबाबुलाई सिकाउने त मेरो पेसा नै थियो। सबै त्यहाँ त मैले त्यहाँबाट कतै हट्नु पाउने अवस्थै थिएन र यसरी मेरा दिनहरू बित्दै बित्दै आजको दिनमा आइपुगेछन् र अब विद्यालयको कुरा गर्नु पर्दाखेरि विद्यालयको विगत र वर्तमानलाई अहिले तुलना गर्ने हो भने म यस विद्यालयमा प्रवेश गर्दा र आजको अवस्थामा आइपुग्दा ठुलै परिवर्तन भएको देखेको छु। मैले धेरै परिवर्तन भएको छ। यहाँ हिजोको भन्दा आज धेरै ठुलो परिवर्तन भएको छ। म यस विद्यालयमा सरुवा भएर आउँदाखेरि यस विद्यालयको रामदेवी महाजन हुनुहुन्थ्यो। त्यसपछि श्री नन्दकुमारी महाजन आदरणीय हुनुहुन्छ र हाम्रो देवराज सर, 3 जना प्रहरीसँग रहेर मैले काम गर्ने मौका पाएँ। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष माधवलाल महाजन, त्यसपछि बिचमा एकपटक खगेन्द्र सर पनि अध्यक्ष हुनुभयो। अहिले उहाँ बितिसक्नुभयो र यसरी मैले विद्यालयको विगत र वर्तमानको अवस्थामा निकै ठुलै परिवर्तन भएको महसुस गरिरहेको छु। म आइसकेपछि नै यस जनसेवा माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाइ सुरु भयो। विद्यालय नमुना विद्यालय भयो। हेर्दा हेर्दै विद्यालय नमुना विद्यालय भयो। भौतिक संरचनामा त उल्लेख्य परिवर्तन भयो, वृद्धि भयो, धेरै सुविधाहरू भए। हामीलाई यहाँ एउटा टेबल एउटा कुर्सी जुटाएर बस्नलाई हामी कति कुरा गरेर हेडसरसँग हेडम्यानसँग सल्लाह गरेर कुर्सी टेबल व्यवस्था गर्थ्यौँ। अहिले हामीलाई जति भन्यो त्यति फर्निचरहरू। त्यसैले भौतिक संरचनामा त उल्लेख्य रूपमा आज के भएको छ, वृद्धि भइसकेको छ र विद्यालयको शैक्षिक गुणस्तर पनि अहिले धेरै राम्रो भएको छ र यसको श्रेय अब कसरी यस्तो भएछ? विद्यालय राम्रो हुनको लागि त्यतिकै त हुँदैन। यसको श्रेय मैले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरू, शिक्षक, अभिभावक सबैको अथक प्रयास र लगनशीलता नै हो भन्ने ठानेको छु। अरू पनि धेरै विद्यालयहरू यहाँ छन्, सबैले आफूले सहयोग गरिरहेका छन्। हाम्रो विद्यालयले पनि धेरै ठुलो के गरेर त फड्को मार्यो। अहिले ढुकुरमा जनसेवा माध्यमिक विद्यालय भनेपछि नचिन्ने कसैले छैन, राम्रो छ र आजको दिनमा आइपुग्दा त जनसेवा माध्यमिकको पहिचान नै बेग्लै भयो र यस्तो विद्यालयबाट अवकाश हुन पाउँदा, यति नाम चलेको यति राम्रो विद्यालयबाट अवकाश हुन पाउँदा आज मलाई अलग्गै गर्व महसुस भएको छ। मलाई आनन्द लागेको छ। राम्रो विद्यालयबाट अवकाश भएन, अवकाश हुँदा पनि मलाई गर्व लागेको छ। यो कीर्तिपुरको जनसेवा माध्यमिक विद्यालयबाट म अवकाश हुँदैछु भनेर। र अब विद्यार्थीहरूका कुरा गरौँ। विद्यार्थी नानी बाबुहरू अब बेलुका भयो, ढिलो भयो, धेरै विद्यार्थीहरू गइसके। तपाईँहरूको उज्यालो भविष्य नै मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो। विद्यार्थीको उज्यालो भविष्य शिक्षकको के हो त सम्पत्ति। विद्यार्थीले राम्रो गर्यो भने शिक्षक धनी हुन्छ। त्यो नै ठुलो सम्पत्ति हो विद्यार्थीको। विद्यार्थीहरूलाई मैले आफ्नै छोराछोरी जस्तो माने। मलाई घर व्यवहार व्यक्तिगत कुनै वीर चिन्ता भए पनि मैले कक्षा कोठाभित्र बसेपछि मेरा विद्यार्थीहरूलाई मैले जहिले पनि मेरा छोराछोरीको अनुहार देखेको थिएँ। कहिले पनि उनीहरूलाई सिकाउन मैले कन्जुसै गरिनँ। कसरी हुन्छ जान्ने नजान्ने विद्यार्थी सबैलाई हेरेर सिकाइरहे मैले र मेरो लामो शिक्षण अनुभवले चाहिँ के कुरा देखायो भने इमान्दार र परिश्रमी विद्यार्थी कहिले असफल हुँदैन। इमान्दार हुनुपर्छ, परिश्रम गर्नुपर्छ, मेहनत गरिरहने बानीले जतिसुकै कमजोर विद्यार्थीले पनि के गर्छ सफल हुन्छ। त्यसैले विद्यार्थी नानी बाबुहरू मिहिनेत गरिराख्नु, ज्ञानी बन्नु,
आफ्नो कर्तव्य कहिल्यै विद्यार्थीले नबिर्सनु, कर्तव्यलाई कहिल्यै नबिर्सनु। र आदरणीय शिक्षक मित्रहरू सधैँभरि विद्यार्थीलाई हौसला मात्रै प्रदान गर्नु, शिक्षक शिक्षिका मित्रहरू आफूले सिकाउने विषयमा आफू अब्बल हुनुपर्छ। त्यतिकै शिक्षण पेसामा लागेर म सिकाउँछु भनेर हुँदैन, शिक्षण आफूले सिकाउने पेसामा आफू अब्बल नै हुनुपर्छ। अनि भने जस्तो नतिजा ल्याउन सकिन्छ। र शिक्षक शिक्षिका मित्रहरू पेसाको मर्यादालाई कहिल्यै नबिर्सनु, किनभने शिक्षक एउटा मार्गदर्शक हो, समाजकै मार्गदर्शक हो। पेसाको मर्यादालाई कहिल्यै पनि नबिर्सनु। र अन्त्यमा 21 वर्षको उमेरमा म यो शिक्षण पेसामा प्रवेश गरेँ। मैले धेरै परिवर्तनहरू पनि देखेँ। धेरै परिवर्तन देखेँ भन्दा मलाई धेरै पुरानो मान्छे जस्तो लाग्छ भन्दा पनि होइन जस्तो आउँछ। तर मैले धेरै परिवर्तनहरू देखेँ, धेरै सहकर्मी मित्रहरूलाई विदाई पनि गरेँ। तर हुँदा हुँदा आज आफ्नै पालो आएछ। आज आफ्नै पालो आइसकेछ। आजको दिनमा म कति खुसी पनि महसुस छु। खुसी यस अर्थमा मलाई महसुस छ कि मेरो 37-38 वर्षको लामो जीवन सफलतापूर्वक सम्पन्न गरेको छु। मलाई आफू सफल भएको महसुस भएको छ। र उमेर हदको कारणले आज म पेसाबाट अवकाश हुँदैछु। अवकाश पश्चात पनि यदि विद्यालयले आवश्यक परेमा म सेवा गर्न तयार छु। विद्यालयले आवश्यक परेको खण्डमा म सेवा गर्ने प्रतिबद्धता जाहेर गर्दछु। आजको यस कार्यक्रमको आयोजना गरिदिनु भएकोमा विद्यालयप्रति हार्दिक आभार व्यक्त गर्दछु। कार्यक्रमको आयोजना गरिदिनु भएकोमा विद्यालयलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। साथै विद्यालयको उत्तरोत्तर उन्नति र प्रगति चाहन्छु। सधैँ जनसेवा माध्यमिक विद्यालय उन्नति गरोस्, प्रगति गरोस्, राम्रा कुराहरूमा केही हुन पाइयोस्। र सँगै बिताएका हरेक पल र सहकारी सधैँ स्मरणीय रहन्छ। हामीले बिताएका पलहरू सधैँ रहनेछन्। यो विद्यालय मेरो दोस्रो र यहाँ मेरो परिवार हुनुहुन्छ। र मेरो परिवारलाई म कहिल्यै पनि बिर्सन सक्दिनँ र बिर्सन हुँदैन। विद्यार्थी भाइ बहिनीहरू उज्यालो भविष्यको कामना गर्दछु। सधैँ अघि बढिरहनु विद्यार्थी नानीहरू। र यति भन्दै मबाट भएका कमी कमजोरीप्रति फेरि पनि क्षमा याचना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद।